नमस्कार साथीहरू, आजको कथामा सबैजनालाई स्वागत छ। साथीहरू, मनिषालाई चिखेको कथा आज सुनाउने छु। यो कथा मनिषाले सर्लाही जिल्लाबाट पेठाउनु भएको छ। साथीहरू, च्यानलमा पहिलो चोटि आउनु भएको छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गर्नुहोला। ल साथीहरू, सुरु गरौँ। मेरो नाम मनिषा हो। मेरो घर सर्लाही जिल्लाको बिर्तामा पर्छ। मेरो घरमा मेरो बुवा र आमा र मेरो सानो बहिनी अनि एउटा मेरो सानो भाइ गरी हामी 5 जना बस्छौँ। मेरो बुवा मलेसियामा अहिले बस्नुहुन्छ भने म मामा घरमा बस्छु। मेरो पढाइ कन्या स्कुल वीरगञ्जमा भएको छ भने कलेज सर्लाही क्याम्पसमा भएको छ। मेरो शरीरको हाइट 5 फुट छ भने मेरो कम्मर 0 फिगर रहेको छ। मेरो आँखा सानो र केश कालो र अनुहार गोरो। अनि मेरो बुबु सानो सानो छ भने मेरो अहिलेको उमेर 21 वर्ष बितेर 22 वर्षमा प्रवेश गरिरहेको छु। यो कथा आजभन्दा 9 वर्ष पुरानो हो। मैले स्कुल पढ्दाखेरि स्कुलमा पढाउने शिक्षक सब मेरो आँखा लडियो। मैले कक्षा 8मा पढिरहेको थिएँ। त्यसबेला मेरो स्कुलमा आनन्द नामको एउटा सर हुनुहुन्थ्यो। उहाँ स्वास्थ्य विषय पढाउनुहुन्थ्यो। मैले उहाँलाई आफ्नो सर नमानेर मैले जीवनसाथी मनमनैमा मानिहालेँ। उहाँ स्वास्थ्य विषय जब पढाउनुहुन्थ्यो भने स्वास्थ्य विषयमा हाम्रो बारीको बारेमा राम्ररी बुझाउनुहुन्थ्यो। मैले उहाँको बोली सुनी सुनी मलाई मनभित्रै चिखने मन थियो। मात्र किताबमा कति पढ्ने, एकचोटि प्र्याक्टिकल गरेपछि थाहा हुन्छ। म उहाँलाई हेरी हेरी आँखामा पढाउन थालेँ। उहाँले मेरो इसारा बिस्तारै बुझ्नुभयो। मैले बेन्चमा बस्दा आफ्नो बुबुलाई हेर्ने जस्तो बनाइदिन्थेँ। अनि मैले उहाँको नजिक जाँदा मैले कुनै प्रश्न सोधेदा उहाँको शरीर टच हुने गरी सोध्थिएँ। एक दिन म उहाँलाई भनिदिएँ, सर, मेरो एउटा काम छ। तपाईले मेरो होमवर्क गर्नुहुन्छ। तपाईलाई एकचोटि मेरो होमवर्क गरे पनि हरेक दिन तपाईले आफै मेरो होमवर्क गर्न खोज्नुहुन्छ। मैले उहाँलाई सिधा डाइरेक्ट भनिदिएँ। उहाँले मेरो टाउकोमा हातले हिर्काउनु भयो अनि भागलाटी के बोलेको भन्नुभयो। मैले भने, सही हो सर, एकचोटि हजुरले सोच्नुहोला है। एक दिन मैले आफ्नो अभ्यास हेराउँदै थिएँ अनि मैले भनिदिएँ, तपाईँ आफ्नो फोन नम्बर मेरो कपीमा लेख्न है। उहाँले लेखिदिनु भयो। मैले घर गए, स्कुल छुट्टी भएमा घर गएर आमाको फोन लिएर उहाँलाई फोन गरेँ। मसँग फोन थिएन। कहिले आमाको फोनबाट त कहिले साथीहरूको फोनले म उहाँलाई फोन लगाई कुरा गर्थेँ। उहाँसँग एक दिन कुरा नहुँदा मेरो मन लागिरहेको थिएन। उहाँले पनि हरेक दिन मसँग कुरा गर्नुहुन्थ्यो। हामी दुवैजना एक अर्कालाई एकदमै राम्रोसँग फोनमा मात्र कुरा हुन्थ्यो। उहाँले मेरो हरेक पाठ हेर्नु भएको छ। मैले फोनमा आफ्नो हरेक पाठ हेराइदिएको छु अनि मैले पनि उहाँको पुरै पाठ हेरिसकेको थिएँ। यसरी हामी दुवैजनाको मन थियो खानलाई। मैले भने, कहिले र कहाँ जाने? उहाँले चकपुरको होटेल बुक गर्नुभयो अनि हामी दुवैजना गए। होटेलमा गएर म उहाँलाई किस खाएँ। उहाँ मेरो बुबुलाई थिचोमिचो गर्थे। मेरो बुबु र मेरो पुती एकदम माल हलनको लागि नरुकने जस्तै गर्थ्यो। मेरो बुबुको मुन्टा उभिएको थियो। मेरो पुतीबाट सेतो पानी बग्न थाले। मेरो पुतलीको रातो पुतली उछ्लो पुछ्लो गर्दै थियो। उहाँ मेरो पुतलीलाई औलाले हल्लाउने भयो। मेरो रातो पुतली कुदन थाल्यो। म उहाँको लाडोलाई समातेर म पनि हल्लाउँदै राम्ररी उभाइदिए। उहाँको लाडो एकदम काठ जस्तै बलियो भयो। उहाँले मेरो पुतीभित्र लाडो जिराउने भयो। मैले लाडो झिर्दा उफ आह गर्दै अलि कुदाउन थालिन। उहाँले मेरो हात खुट्टालाई जोरले प्रेस गरेर माल जिराउन लाग्नुभयो। मेरो कुदाइ बन्द भयो। जब उहाँको 6 इन्चको लाडो मेरो पुतलीमा गयो, मेरो पुतलीबाट पानी धेरै बग्न थाले।
पानीको स्वरमा चत्वाच गर्दै आवाज निकल्दै मेरो पुतलीलाई उहाँ कुदाउन थाले। यसरी उहाँले मेरो पुतली 5 चोटि खानुभयो। म पनि उहाँको लाडो खाए। अनि त्यो दिन रातभरि एकसाथ हामीले बसे। भोलि बिहान म आफ्नो घर आए। उहाँ जस्नुभयो। साथीहरू, यस्तै नयाँ नयाँ कथा र कहानी सुन्नको लागि यो मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।